गुड मर्निङ, नमस्ते सबैजनालाई। सो म काममा आइपुगेँ। सारा 4-5वटा कन्ट्री भएर अहिले घर आइपुगेँ म। अब फेरि काम सुरु हुन्छ। म एउटा स्पोर्ट्स थेरापीको काम पनि गर्छु। काममा पस्नुभन्दा पहिला मैले एउटा बिहान उठेर एउटा सोसल मिडिया भिडियो हेर्दै थिएँ कि मैले अस्ति पनि हेर्दै थिएँ। मुख्यमन्त्रीले चाहिँ 29मा पनि जित्छु, 34मा पनि जित्छौँ, हामीले अहिले जबमा लागेको मान्छे अथवा जब त्यसलाई रेगुलराइज गरायौँ भने, पर्मनेन्ट गरायौँ भने त भोट त्यसले कसलाई दिन्छ भनेर सोधेको देखेँ कि मैले। अनि त्यो चाहिँ मलाई यस्तो सोचमा आयो कि हेर्दा हाम्रो पोलिटिकल सिस्टम अथवा नेता अथवा यो के भन्छ जनताले चुज गरेको प्रतिनिधिहरू माथि पुगेर के गर्छ भने अब ओपनली भन्न थाल्यो कि मैले जब दिन्छु, भोट मलाई दे भन्न थाल्यो कि इन्डाइरेक्टली मैले जब दिन्छु, मलाई भोट दिनुपर्छ। जबको आधार चाहिँ पोलिटिसियनले जब दिने होइन नि त। जब भनेको त आफ्नो स्किल्स र आफ्नो पढाइ अथवा आफ्नो पासनद्वारा गर्ने जब हो के। अनि जब गरेर मात्रै भएन, अब पैसा पाउनको लागि जब गर्ने भने त्यो मान्छेले जब राम्रो गर्दैन। पैसाकै लागि हो भने पासन हुनु पर्यो, त्यसप्रति इन्ट्रेस्ट हुनु पर्यो, त्यसप्रतिको स्किल्स हुनु पर्यो। अब बिना स्किल भोटका लागि नेताहरूले त युज गर्दैछ। अनि हाम्रो मान्छेले यो सोचेको छैन कि खास पनि इकोनोमी छैन, अहिले अलरेडी मान्छेले 10-12 हजारमा नोकरी गर्दैछन् भने मेरो अबको 10 वर्षमा त म अहिले 25 को भने म 35 हुन्छु, म 30 को छु भने 10 वर्षमा म त 40 हुन्छु। त्यतिखेर बिहा होला, नानी होला, अरू नानी बच्चा होला, बिमार होला। मैले यो मिनिमम स्यालेरी तबसम्म कसरी टिकेर बस्ने? यत्रो बेसी महँगाई छ भने अलिकति सोच आउँछ कि आउँदैन मान्छेलाई। अब हामीले पोलिटिकल सिस्टमको भिक्टिम हुने होइन, हामी यो नोकरी भनेर उफ्रेर यता झन्डा बोक्ने होइन। हामीले स्किल सिकाउनुपर्छ नानीलाई भन्नु जान्नु परेको परेन। अब हाम्रो सिक्किमको स्टेटको नेताहरूले स्किल सिकाउँदैन नानीहरूलाई, स्किल पनि सिकाएको छैन। त्यहाँ स्किल भने एउटा सानोतिनो स्किल सेन्टरहरू कहाँ एक दुईवटा सानो खोल्छ मिनिमम, तर खास भने त सेन्टरै हुनुपर्ने। स्किल सेन्टर कहीँ पनि 4-5-6 डिस्ट्रिक्टमा एउटा स्किल सेन्टर हुनुपर्ने हो, जुन स्किल सेन्टरले चाहिँ त्यहाँनिर हाम्रो युथहरूलाई, अब एजुकेटेड अनएजुकेटेड ड्रप आउट सबैलाई आफ्नो आफ्नो स्किल्स र आफ्नो आफ्नो पासन अनुसार, आफ्नो आफ्नो इन्ट्रेस्ट अनुसार उनीहरूलाई स्किल सिकाउने एउटा सेन्टर खोलिदिनु पर्ने हो कि सरकारले। खास हो भने त्यो अगर सेल्फ सफिसियन्ट बनाउन खोज्छ सरकारको, अगर दायित्व चाहिँ सिटिजनलाई सेल्फ सफिसियन्ट बनाउने, एम्पावर बनाउने हो सोच र डिपेन्डेन्सीमा नराख्ने, भोट ब्याङ्क नबनाउने सोच हो भने चाहिँ फर्स्ट चाहिँ के गर्छ भने स्किल सेन्टरहरू खोल्छ। अनि कुन स्किल चाहिँ जरुरत छ त सिक्किममा भन्दा अहिले प्लम्बरिङ, किनकि बाहिरबाट आएको दाजुभाइहरूले प्लम्बरिङ गरेको छ, जहीँ पनि बिल्डिङमा पैसा टन्नै कमाएको हुन्छ। ग्रोसरी कसरी हामीले सप्लाई ल्याउने र कसरी दोकानबाट हामीले फाइदा निकाल्ने, अथवा कसरी हामीले रिसोर्स गर्ने। हाम्रो स्टेटभित्र एग्रिकल्चरमा जति पनि सामानहरू आउँछ अथवा धान भयो, दाल भयो, हरेक कुराहरू प्रडक्टहरू आउँछ, त्यसलाई हामीले मार्केटमा ल्याएर कसरी रिसेल गर्ने, प्याकेजिङ कसरी गर्ने, कसरी हामीले स्टल सेट गर्ने भन्ने एउटा ट्रेनिङ। त्यसबाट अब आउने इन्कम र एक्सपेन्डिचर के छ, कसरी छुट्याउने भन्ने एउटा एकाउन्टिङको सानो बेसिक ट्रेनिङहरू, त्यस्तो ट्रेनिङ सेन्टरहरू खोल्न सकिन्छ जहाँ चाहिँ हामीले हाम्रो मान्छेहरूलाई बिजनेस सिकायो भने त भोलि गएर हाम्रै मान्छेले ग्रोसरी सप खोल्छ नि त। हामीले अब अहिले पहिला बाहिरबाट आउने, अहिले पनि आउने धेरै दाजुभाइहरूले आफ्नो आफ्नो दोकान म्याक्सिमम दोकान त बाहिरको बिहार बङ्गालको दाजुभाइहरू दिदीबहिनीहरूले परिवारले चलाएको छ। त्यसको ईर्ष्या गर्ने होइन, तर हामीले त जान्नु परेको उनीहरूले आएर चाहिँ यत्रो प्रगति गरिरहेछ हाम्रो स्टेटभित्र भने हामी चाहिँ केमा ल्याक्छौँ त भन्दाखेरि हामी यो छ कि झन्डा, पोलिटिक्स, नोकरी, अनि त्यहाँ गएर भैया मलाई यस्तो दियो बाँकीमा भन्ने मात्रै हो। हाम्रोमा गोजीमा पैसा हुँदैन, तर धाक हुन्छ हाम्रोमा के। मेहनत गर्ने हाम्रोमा त्यो क्षमता चाहिँ एकदमै कमी छ। किनकि हामी त्यो हुन्छ नि, पोलिटिकल सिस्टमले अलिअलि दिएको करप्ट पैसा, च्यादर दिएको, अलिअलि फन्डिङ दिएको, एउटा नोकरीबाट अलिअलि पैसा आएको, इएमआईमा गाडी आएकोमा हामी व्यस्त छौँ, बाँकीमा जिन्दगी जिरहेको छौँ कि। हामीले आफू मेहनत गरेर आफूले सेल्फ सफिसियन्ट इन्कम जेनेरेट गर्नुपर्छ, जहाँ चाहिँ जिन्दगीभर मेरो आउने पुस्तालाई पनि पुगोस् भन्ने कन्सेप्ट राख्नुपर्छ कि। नोकरीमा लाग्ने बित्तिकै नोकरी लाग्नुहोस्, तपाईँ प्यासन छ त्यो विषयमा, ज्ञान छ त्यो विषयमा, पढेको छ त्यो विषयमा, र कम्पिटिसन गरेर तपाईँले इन्ट्रेस्ट भएको जब छ भने जानुहोस् र त्यो जबलाई पनि राम्रोसँग गर्नुहोस्। पब्लिक सर्भिस हो, पब्लिकलाई सर्भिस दिनुपर्छ। तर भ्रष्टाचार गर्ने अथवा मिनिमम स्यालेरीमा अल्छीपना अथवा केही नजानेर गर्न अल्छी लागेर चाहिँ खालि नोकरीको पछाडि जाने नगर्नुहोस्। अपर्च्युनिटी धेरै छ। हाम्रो
पोलिटिकल सिस्टमले त सिकाउँदैन हामीलाई कसरी सेल्फ सफिसियन्ट हुने, किनकि अभियसली सिकाउँदैन। जस्तो अहिले मुख्यमन्त्रीको भाषणबाट थाहा हुन्छ कि उनीहरूले नोकरीको नै तपाईँहरूलाई झाँसा दिने हो, नोकरीमै तपाईँहरूलाई 10,000मा हाल्ने हो। एकजनाको नोकरी भनौँ न रेगुलर राम्रोसँग नोकरी गर्ने मान्छेको बदलामा चाहिँ उनीहरूले 4जना भोटर्सहरूलाई त्यहाँ लगेर नोकरीमा हालेको हुन्छ भोटको लागि। उनीहरूको त सत्ता चम्किन्छ, उनीहरू त पावरफुल भइरहने, उनीहरूको त आफन्त आफ्नो छोराछोरीको भविष्य बनिरहेको हुन्छ नेताहरूको त, होइन। तर तपाईँहरूको नानी चाहिँ सधैँभरि डिपेन्डेन्ट र भोटर मात्रै भएर सीमित छ। कहिले बुझ्ने त सिक्किमको मान्छेले, कहिले बुझ्ने यो कुरा चाहिँ तपाईँहरूको नेताले खास भन्दा तपाईँहरूको आउने भविष्य बिगार्दैछ भनेर चाहिँ। उनीहरूको आफ्नो स्वार्थ पुरा गर्नको लागि तपाईँको भविष्य बिगार्दैछ भन्ने बुझ्नुहोस् कि। अगर राम्रो सत्ता हो र राम्रो पहिलाको होस् या अहिलेको होस्, म त्यो अहिले र पहिला पार्टीको कुरा होइन, तर माइन्डसेट जुन पोलिटिकल माइन्डसेट छ नि, यो चाहिँ खालि तपाईँहरूलाई बदुवा नकुर बनाउनेपट्टि मात्रै लागेछ। अगर इकोनोमी जेनेरेट गर्नु छ र स्टेटमा सिटिजनलाई इम्पावर गर्नु छ भने चाहिँ मेनली चाहिँ पहिला त स्किल्स, एग्रिकल्चरको स्किल्स भयो, कसरी प्रोड्युस जेनेरेट गर्ने भयो, ग्रोसरी भयो, प्लम्बरिङ भयो, अन्त इलेक्ट्रिसियन भयो। त्यो चाहिँ खालि सिक्किममा मात्रै सीमित हुँदैन कि स्किल्सहरू। बार्बर भयो, ब्युटिसियन्सहरू भयो, त्यसको हरेक ट्रेनिङहरू, फिमेलहरूलाई पनि ट्रेनिङ, स्विङ भयो अथवा केयररको ट्रेनिङ भयो, होइन। इन्टरनेसनल मार्केटमा केयररहरू छ अहिले, इन्डियामै पनि धेरै केयररको जरुरत छ। अन्त त्यो स्किल सेन्टरहरू अगर 6वटा डिस्ट्रिक्टमा खोल्यो भने अनइम्प्लोइडहरूले एउटा इन्गेज हुने प्लेस पाउँछ। जबसम्म स्किल सिक्छ तबसम्म अलिअलि फाइनेन्सियल हेल्प पनि दिनु, उनीहरूलाई इन्करेज गर्नु। अनि त्यस पछाडि त जब मान्छे इम्पावर हुन्छ, आफै बिजनेस खोल्छ, आफै बाहिर नोकरी खोज्छ, आफै इन्डिया यत्रो ठुलो इन्डिया छ, त्यहाँ जहीँ पनि गएर ठुलो सिटीमा पनि हाम्रो मान्छेले अगर इम्पावर भएर आफ्नोमा स्किल छ भने इज्जतिलो काम पाएर गरेर खान सक्छ। तर के चाहन्छ हाम्रो पोलिटिकल सिस्टमले भने स्टेटमा बसोस् र सानो नोकरीमा झुन्डेर बसोस् र मलाई नै सधैँ थ्याङ्कफुल होस् र मलाई नै घरिघरि भोट हालोस्, एउटालाई नोकरी हाल्यो भने पुरा परिवारको भोट आउँछ भन्ने कन्सेप्ट अहिलेको होइन। यो हाम्रो मुख्यमन्त्री एमएलए भएको 35 वर्ष भयो। सिक्किमको अवस्था हेर्नु, सोध्नु। हामीले अहिले गणेश राईलाई होइन कि, हामीले कोमल चामलिङलाई गिज्याउने होइन, उसले कसको के अरे कोटा लिएर कहाँ पढेर आयो भन्ने होइन। हामीले त अहिलेको मुख्यमन्त्रीलाई, मुख्यमन्त्रीमा हुने धेरैचोटि एमएलए हुनेहरूलाई सोध्ने हो कि तपाईँहरूले यत्रो 35 वर्षमा हुँदै पनि के गर्यो भन्ने सोध्ने। त्यता अहिले पनि सत्तामै छ। तपाईँलाई अलिकति लाग्दैन, अनकम्फर्टेबल फिल हुँदैन डिफेन्ड गर्दाखेरि? पढेको लेखेकोलाई भनेको है, त्यो मूर्खहरूले त जेसुकै बोल्छ, तर पढे लेखेकोले बुझ्नु पर्यो कि अनकम्फर्टेबल फिल हुनु पर्यो। जति मलाई हुन्छ नि, म बाहिर चाहिँ मलाई त सरकारै नहुनु पर्ने हो, किनकि म डिपेन्डेन्ट नै छुइनँ, स्टेटको इकोनोमीदेखि पनि छैन, मलाई नोकरी पनि छैन, केही छैन। तर एउटा इमोसनल रिलेटेड छ स्टेट, त्यो भएर मलाई कोही कोही बेला म यसो अर्ज लाग्छ कि बोल्ने, देख्छु कि म। अनि खालि तपाईँहरू चाहिँ अब अलिकति तपाईँलाई फाइदा दियो, रेकग्नाइजेसन दियो, एउटा रनिङ गरेर म्याराथन गरेर आयो, यसो खाजा लगाइदियो, त्यति गर्ने बित्तिकै हात मुख्यमन्त्रीले मिठो बोल्ने बित्तिकै अथवा नेताले रेकग्नाइज गर्ने बित्तिकै तपाईँहरू जय जय गर्छ। तर त्यसले कति घाटा हुँदैछ स्टेटलाई थाहा छ? उनीहरूले ओपनली अहिले भ्रष्टाचार गर्न पाएको छ। तपाईँले गएर रिच पार्कमा हेर्नुहोस्, कत्रो कत्रो बिल्डिङ छोडायो, त्यो कसको बिल्डिङ हो? हाम्रो सिक्किमको हो, फार्मरहरूको हो, सिक्किमको दाजुभाइ परिवारको हो, गरिबहरूको हो, होइन नि? त्यो झङ्ग्री जाकको कसको हो? त्यहाँभित्र हुने दोकानहरू कसको छ? हाम्रो गरिब सिक्किमेहरूको छ। एमजी मार्गमा हुने हाम्रो सिक्किमे दिदीबहिनीहरूको छ। त्यो के अरे नामनाङ जाने रोडमा हेर्नुहोस्, यति राम्रो कफी रोस्टेड गर्छ सिक्किम कफी हाउस, यति मिठो कफी पाउँछ। मान्छे त्यहाँ कफी नखाएर चाहिँ तल स्टार बक्समा गएर रिल खिच्छ। अनि त्यो माइन्डसेट छ क्या हाम्रो। हामीले आफ्नो प्रोडक्ट, आफ्नो बिजनेस गर्ने मान्छेहरूलाई हामी सपोर्ट गर्दैनौँ जब ओपन बिजनेस खोलेको हुन्छ। त्यहाँबाट हामी के त सिक्किमे हौँ, हामी सिक्किमे, हाम्रो सिक्किमलाई यसो भन्यो उसो भन्यो, 371 एप ब्ला 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 बुलसिट, कुनै कुराको ज्ञान हुँदैन त्यो विषयमा। त्यसै विषयको पछाडि झन्डा बोकेर कुदेको हुन्छ मान्छे। बेसिकमा हेर के, बेसिकमा हेर, हाम्रो मान्छेलाई बदुवा नकुर बनाएको छ। जहाँ जब छँदै छैन, जबरजस्ती मान्छे मिनिमम वेजमा घुसाएको छ र उसको जिन्दगी बिगारिरहेको छ। आउने जेनेरेसनको के हुन्छ त्यो पनि त सोच्नु पर्यो आफूले। त्यस्तै अब मैले भने नि, बिजनेस अब एमजी मार्गमा हेर्नुहोस्, प्रायः जस्तो 90% बिजनेस सबै बाहिरको छ मेनली है। अब अहिले त सिक्किमकै भयो उनीहरू। तर हामी केमा पछाडि पऱ्यौँ भन्दा चाहिँ हामी यही हो, हाम्रोमा डोमिसाइल छ भन्यो पहिला, त्यहाँबाट हामी त सिक्किमे भन्यो, त्यहाँबाट हामी त सिक्किमे त बाहिरको भन्नेमा हो। अनि त्यहाँबाट हामी त नोकरी पाउँछौँ, त्यतापट्टि लाग्यो क्या। ल 20 वर्ष अगाडि छोडिदिउँ नोकरी थियो अरे, अब अहिले छैन। अब त बुद्धि खोल, तपाईँहरूलाई पोलिटिकल सिस्टममा कुनै स्किम छैन, भ्रष्टाचारै भ्रष्टाचार छ भने अब पोलिटिकल सिस्टमलाई हामीले खोज्ने भनेको हामीलाई स्किलफुल बनाऊ, हामीलाई इम्पावर बनाऊ, हामीलाई यो कुरा दियो, हामीलाई गरी खाने बाटो देखाऊ, हामीलाई यसो बाँड्ने होइन, हामीलाई तपाईँहरूको पैसा चाहिँदैन, हामीलाई गरी खाने बाटो देखाऊ भन्ने हो, हामीलाई फाइनेन्सियल सिक्युरिटी देऊ भन्ने हो।
अपर्च्युनिटीको कमी भएको होइन, बुद्धिको कमी भएको क्या। हामीले त बुद्धिमा बिर्को लगाएर चाहिँ नेताको झोला बोक्दैछौँ हामीले, जो चाहिँ यति बेसी भ्रष्टाचार गरेछ यति वर्षदेखि। अब पनि तपाईँले यही गर्नु भने तपाईँको भविष्य जान्छ, तपाईँको छोराछोरीहरू पनि भविष्य जान्छ। अहिले ओपनली सोसल मिडियामा आएर सत्ताको जय जयकार गर्नेहरूको आफ्नो त जिन्दगी चल्ला, भोलि गएर आफ्नो छोराछोरीको बिजोक हुन्छ। सो सोच्नुहोस्।